हेलो गाइस, आज चाहिँ हामी क्रिसमस सेलिब्रेसन गर्नुको लागि हाम्रो घर जाँदैछ र अहिले चाहिँ हामी जाँदैछ बजार। यहाँ बेना अनि दिदीसँग चाहिँ म बजार गएर अब के लिनु पर्यो नि त, यसो ढोक्नु पर्यो है राखेर। बल्ल बल्ल वर्षा दिनको चाड। एक्लै बजार जानु अल्छी लाग्यो नि त, अन्त चाहिँ मैले चाहिँ दिदीलाई यतै आएर म पनि त्यही गाडीमा जान्छु नि भनेर चाहिँ दिदीलाई बोलाएको थिएँ नि, अन्त आउनु भएछ लिनु। सो म हामी चाहिँ बजारबाट आइसक्यो अनि माथि घर पनि पुगिसक्यो। अन्त यहाँ चाहिँ बेबीहरू खेल्दै थियो, अन्त मेरो सानो बेबी पनि खेल्ने भनेर चाहिँ उसले ब्याडमिन्टन मागेर चाहिँ दादाहरूसँग मागेर खेल्दै थियो नि त, अन्त उसको पापाले पक्रेर खेलाइदिनु हुँदै थियो। पुरा इन्जोय गरिरहेको छु यिनीहरू चाहिँ यहाँ पुग्ने बित्तिकैदेखि। यहाँ चाहिँ हाम्रो खाना पकाउने डिपार्टमेन्ट है, यहाँ चाहिँ दादा भाउजूहरूले खानाहरू बनाउनु हुँदै थियो नि त मजाले, अन्त सबै रेडी गरेर राखिराख्नु भएको थियो। यहाँ चाहिँ बेबीहरूले चाहिँ खेलेकै छ हो, उनीहरू चाहिँ अघि आएदेखिको ब्याडमिन्टन खेलिरहेको छ। अन्त मलाई पनि देऊ न भनेको दिँदैन अरे, चाहिँ उनीहरू बेबीहरू मात्रै खेल्ने चिजहरू चाहिँ खेल्दैन, सानो सानो छ अरे यसको ब्याट चाहिँ भनेर भन्दै थियो मलाई चाहिँ, अन्त खेल्नु दिएको थिएन नि त। मेरो पुच्चे पनि खेलेको यहाँ चाहिँ हाम्रो बन फायर पनि स्टार्ट भइसक्यो अनि सबैजना वरिपरि बसेर आगो तापिरहनु भएको छ। जाडो छ नि त दिन, आज दिन अलिक दुम्मा थियो, सो अहिले बेलुका चाहिँ पुरा जाडो भइरहेको छ नि त। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो पेना अनि दिदी हुनुहुन्छ है, अन्त दिदी अन्त मैले चाहिँ भन्दै थिएँ नि त म लाइभ जान्दैछु अन्त बेनालाई चाहिँ ल लाइभ आउँछ नगर उता सब औडेको भिडियो नबनाऊ है भन्नु हुँदै थियो नि त यहाँ। अझै हाँस्दै उसलाई फोकस गरिरहेको छु। अन्त यहाँ मेरो फुच्चे अन्त दिदीको छोरीहरू सबैजना बसेर तापिरहेको छ। अनि मेरो फुच्चेलाई चाहिँ हेर्नुहोस् त्यहाँ उसको एक्सनहरू गाना बजिरहेको थियो नि त, डान्स गर्दा गर्दै ठुलो गाना बजे डरले। अब चाहिँ खास पकाउनु स्टार्ट भइसक्यो है, अन्त जुसी चिकन बनाएको अरे यो चाहिँ दादाले हो। अन्त यहाँ दादालाई हेल्प गर्नुहुँदैछ हाम्रो कुमार दाजुले, अन्त चलाउन हेल्प गर्नुहुँदैछ। अब चाहिँ हाम्रो सबै कुरा पाकिसक्यो र अब चाहिँ स्न्याक्स टाइम हो, अन्त सबैजनालाई बोलाएर चाहिँ हामीले यहाँ सर्भ गर्दै थियौँ नि त। सबैजनालाई जाडो भयो, आगो ताप्ने अरे बाहिर जानु, सबैजना आगो तापिरहेको थियो। अन्त छिटो आउनुहोस् सेलाउँछ भनेर बोलाउँदै थियो। अन्त चाहिँ मैले मेरो हस्बेन्डलाई पनि बोलाएँ, अन्त यहाँ बसेर खानुहोस् भनेर मैले रेडी गरेर राखेँ। आदिलाई चाहिँ पुरै जाडो भयो अरे नि त, अन्त बाहिरै बसेर आगो ताप्दै खाने अरे। अन्त हामी चाहिँ आदि यहाँ बस्यो नि त, अन्त हाम्रो फुपूहरू पनि आउनु भएको छ, अन्त बेबीहरू चाहिँ यहाँ बसेर खाइरहेको छ। अन्तमा चाहिँ मेरो पनि प्लेट आइसक्यो, अन्त म पनि खाँदैछु है। अन्तमा चाहिँ हामीले स्न्याक्सहरू खाइसकेपछि चाहिँ सबै बेबीहरूलाई राखेर चाहिँ हामीले यहाँ केक काट्यौँ नि त क्रिसमसको। सो सबैजना इन्जोय गरिरहेको छ। केक चाहिँ पाचाक पुचुक बनिसक्यो सबैजना मिलेर। अन्त थ्याङ्क यू फर वाचिङ गाइस, टेक केयर एन्ड बाई बाई टिल देन माई नेक्स्ट भिडियो।